जुम्लाको स्याउ बिकाउने भनेको ज्ञानेन्द्र साई हो र जुम्लाको आलु ओखर कोले राम्रो गरेछ ज्ञानेन्द्र साईले नरेश भण्डारी नरेश भण्डारी अहिलेसम्म गरे त्यहाँ हस्पिटल बने कसले बनाएको थिएन पहिले ज्ञानेन्द्र साई बनायो नरेश भण्डारी बनाउनु भएको तपाईको त्यस्तो नि पर्छ होला है कुनै नाताले भतिजी पनि पर्छ होला तर उहाँले भन्नुभएको छ कि नरेश भण्डारीले बनाएको हस्पिटल हो कि नरेश भण्डारीको बाउले बनाएको कि नरेश भण्डारीको आमाले बनाएको दलाल भ्रष्टाचारी ज्ञानेन्द्र साई कस्तो हो भनेर चिन के जुम्ली जनता हो भने चाहिँ तिमी ज्ञानेन्द्र साई कस्तो भनेर तिमीहरू चिन उहाँ दिदीले भन्न लाग्नु भएको छ पक्कै पनि उहाँ चाहिँ मेरो दिदी पनि होला एउटा भनेर कसलाई थाहा थियो जुम्ला भनेर कसलाई थाहा थियो ज्ञानेन्द्र साई गयो र ज्ञानेन्द्र साई आएदेखि जुम्ला कुन ठाउँ पर्छ जुम्लाको नाम चाहिँ के रहेछ सिजा भने कहाँ हो जुम्ला भने कहाँ हो जुम्लाको खलङ्गा बजार भने कस्तो भने चिनाउने भने ज्ञानेन्द्र साई हो पहिला चाहिँ जुम्ला भने कहाँ हो मै पनि जान्थेँ है अब सहरतिर जान्थेँ एक दुई चोटि गएको थिएँ तिम्रो घर कता हो भने मैले चाहिँ जुम्ला भन्थेँ जुम्ला भने कता हो ल जुम्ला भने कता हो भनेपछि जुम्लालाई चिनाउने भने ज्ञानेन्द्र साई हो ज्ञानेन्द्र साईले जिताउनु पर्छ यो ताल एउटा नाताले आमा पनि पर्छ होला एउटा नाताले दिदी एउटा नाताले बजै एउटा नाताले नेपालदेखि चाहिँ 7वटादेखि 7 प्रदेशबाट चाहिँ उसले चाहिँ उम्मेदवारको लागि नियुक्ति पाइसकेको छ गाइज जुम्ली जनताले हराए पनि बाहिरबाट चाहिँ उसले जित्ने पक्कै पनि दृश्य देखिसकेपछि मैले चाहिँ यो भिडियो बनाइसकेको छु गाइज कहाँदेखि हेर्दै हुनुहुन्छ कमेन्ट गरिदिनु होला मैले चाहिँ नराम्रो गरेछु भने नराम्रो कमेन्ट गर्नु होला र राम्रो भनेको छु भने राम्रो कमेन्ट गर्नु होला र ज्ञानेन्द्र साई बेस्ट लक ज्ञानेन्द्र साई बेस्ट लक कागिनु भने जस्तो हरेक हाम्रो जुम्लामा चाहिँ उत्पादन भइरहेको हुन्छ मलाई चाहिँ नराम्रो कमेन्ट गर्नुहुन्छ नि नराम्रो कमेन्ट गर्नु होला त्योमा मलाई चाहिँ कुनै पनि बात छैन तर ज्ञानेन्द्र साईलाई जिताउनै पर्छ गाइस जतिजना हुनुहुन्छ ज्ञानेन्द्र साईको लागि लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्नु होला ज्ञानेन्द्र साईले जिताउनु पर्छ बेस्ट लक ज्ञानेन्द्र साई